येशूमा सृजना गरिएका परमेश्वरका हातका हामी सिपौँ। कहाँ के बिग्रिएको छ, के कुराले दुखी छौँ, के कुराले मन दुखिरहेको छ, पीडा भइरहेको छ, आत्तिरहेको छ, कष्ट भइरहेको छ, त्यो सब कुरा पिता जान्नुहुन्छ, परमेश्वर जान्नुहुन्छ। के कुराले दुखी छ संसारको हामीलाई जन्म दिने आमा बुवाले पनि जान्नुहुन्न, तर हामी भित्र बास गर्नुहुने परमेश्वरले एक एक कदम कदममा हाम्रा दुःखलाई जानेर दुःख लिनुभयो, सुख दिइसक्नुभयो। हामीलाई सुखको राज्यमा, स्वर्गको राज्यमा, आशिषको राज्यमा, महिमाको राज्यमा परमपिता परम ईश्वरले डाइरेक्ट हामीलाई राखिसक्नुभयो। अब चिन्ता, परमेश्वरले भन्नुहुन्छ म तिमीहरूलाई भन्दछु चिन्ता नगर। म फेरि पनि भन्छु चिन्ता नगर, हैन? तिमीहरू आफ्नो मन कमजोर नगर, तिमीहरूको मन व्याकुल नहोस्, तिमीहरूको मन नतडपियोस्, किनकि तिम्रो लागि काम गर्ने म तिम्रो पिता तिमीसँगै छु, तिम्रो साथमा छु, तिम्रो अङ्गमा छु, तिम्रो सङ्गमा छु। त्यसैले कुनै कुराको पनि चिन्ता नगर, यति चाहिँ तिमी गर, यति चाहिँ म गर्छु नै। कुनै कुरा पनि चिन्ता नगर, बरु सारा मनले धन्यवाद गरेर तिम्रा समस्या मलाई बुझाइदेऊ। समस्यालाई समाधान गरेर आशिष र गवाई मैले आँखादेखि प्रकट गरिसकेको छु। पाइसके बोला, धन्यवाद गर, मन बढाऊ, उत्साहित भऊ, किनकि म तिमीसँग छु, किनकि म तिम्रो परमेश्वर, तिम्रो लागि मैले दिनरात काम गरिसकेको छु। जब ईश्वरले बोल्नुभयो, परमेश्वरका काम के छ? सत्य काम छ। सत्यको मालिक परमेश्वर हुनुहुन्छ। परमेश्वरको जब आत्मा अनुसार चल्छौँ, परमेश्वरको वचन अनुसार चल्छौँ, परमेश्वरले बोल्ने भाषालाई बोल्छौँ, परमेश्वरको सोचलाई आफ्नो सोच बनाउँछौँ, परमेश्वरको मनको कुरा हाम्रो मनमा राख्छौँ, परमेश्वरको इच्छालाई आफ्नो इच्छा बनाउँछौँ, त 100% काम प्रकट भइसक्यो। जब चिन्ता गर्छौँ, जब कमजोर कुराहरूलाई ध्यान दिन्छौँ, जब मन खराब गर्छौँ, तब अर्को पार्टीलाई काम पुगेको हुन्छ, अर्को पार्टी चाहिँ रमाउन सुरु गरेको हुन्छ। तर जब मन बलियो गर्छौँ, कमजोर मन भयो, मनमा अनेकौँ कुराहरू खेल्न लागे, त परमेश्वरलाई भन्नु, परमेश्वर तपाईँले मेरो मनलाई सही गरिदिनु, सही सोच, सही मन, सही बुद्धि, सही चेतना हजुरको तर्फबाट पिता दिइसक्नुभयो। धन्यवाद ईश्वर, पाइसके। जो हजुरले चाहनुभएको काम भइसक्यो। केही हालत आयो, केही आँधी आयो, केही गडबडी, जीवनमा गडबडी आयो, परमेश्वरलाई धन्यवाद। भेल आउँछ, बाढी आउँछ, पानी पर्छ, हावा लाग्छ, हुरी आउँछ, रोकिन्छ, थामिन्छ, आएको आए गर्दैन, त्यो रोकिन्छ, त्यो थामिन्छ। त्यस्तै जीवनमा समस्याका आँधी, समस्याका भेल बाढी आउँछन्, जान्नुहोस् यो रोकिसक्यो, यो भागिसक्यो। परमेश्वरले मलाई कहिल्यै नटुट्ने आशिषले अभिषेक गरिसक्नुभयो। धन्यवाद पिता, भइसक्यो। हजुरको महान काम प्रकट भइसक्यो। हजुरको महिमित काम मेरो अगाडि देखाइसक्नुभयो। त्यो केही न कामको पैताला मुनिको धुलोले त यति ठुलो काम गरेर देखाउँछ भने तपाईँ त त्यहाँभन्दा शक्तिशाली हुनुहुन्छ। त्यसको कामभन्दा तपाईँको शक्तिको काम छ। त्यो शक्तिको काम मेरो आँखा अगाडि तपाईँले दिइसक्नुभयो। म ठिक भइसकेँ, मेरो सब कुरा ठिक भइसक्यो। आय स्रोतका रोगहरू, मनका रोगहरू, सोचाइका रोगहरू, सम्बन्धका रोगहरू, विचारका रोगहरू, भाषा बोलीका रोगहरू र शरीरमा लागेका रोगहरू पनि तपाईँले येशूको नाउँमा हटाइसक्नुभयो, भगाइसक्नुभयो। म ठिक छु पिता, तपाईँले मलाई ठिक बनाइसक्नुभयो। बोल्नुहोस् त, अहिले काम प्रकट पिताले गरिसक्नुभयो। परमेश्वर त हाम्रो महान जगतको मालिक, परमेश्वर त हाम्रो पिताजी हुनुहुन्छ। उहाँसँग मन लगाउनेहरूलाई परमेश्वर पिताले कहिल्यै पनि लाजमा पर्न दिनुहुन्न,
कहिले पनि शिर झुक्न दिनुहुन्न। आफ्नो सन्तानको शिर उच्च पार्नलाई दिनरात हामी भित्र भएर परमेश्वरले असल असल कामको प्रेरणा पनि पिताले दिइसक्नु भएको छ। धन्यवाद पिता, भइसक्यो। महिमित कामको प्रेरणा, उत्साहित हुने प्रेरणा पनि हजुरले म भित्रबाट गरिसक्नु भएको छ। जसरी खाना खान्छौँ, खाना खाएपछि अटोमेटिक भित्र हामी भित्र काम भइहाल्छ, त्यो खानाको काम भइहाल्छ। त्यस्तै अहिले वचन खाएका छौँ, अटोमेटिकली यो वचनको काम भइसकेको छ, भइरहेको छ। जस्तै खाना खाएपछि भित्रभित्र तागत मिलिहाल्छ, त्यो खानाको इनर्जी, त्यो खानाको तागत पाइहाल्छौँ। त्यस्तै यो स्वर्गका खाना खाएका छौँ, स्वर्गको काम प्रकट पिताले गरिसक्नु भएको छ। परमेश्वरले त्यो महान महिमाको लागि तपाईँ हामीलाई चुन्नु भएको छ। त्यसैले परमेश्वर त सत्य हुनुहुन्छ, शाश्वत सत्य हुनुहुन्छ, जगतको मालिक हुनुहुन्छ। त्यसैले कल्पनाको होइन ईश्वर, भावनाको होइन ईश्वर, कल्पनाको होइन ईश्वर, भावनाको होइन ईश्वर, कसैको कल्पनाको होइन, शाश्वत सत्य हो हाम्रो ईश्वर, कसैको कल्पनाको होइन, शाश्वत सत्य हो हाम्रो ईश्वर। होइन त हजुर? त्यसैले होइन, सुन्नलाई छिटो हुनु, बोल्नलाई ढिलो हुनु, सुन्नलाई छिटो हुनु, बोल्नलाई ढिलो हुनु, रिसाउन माथिमा हुनु, शाश्वत सत्य हो हाम्रो ईश्वर, शाश्वत सत्य हो हाम्रो ईश्वर। होइन त हजुर? होइन, कसैले तस्बिरमा बनाएको ईश्वर होइन, तस्बिरमा खोज्दै हुनुहुन्छ भने बरु त्यो तस्बिर भन्दा तस्बिर बनाउने मान्छे ठुलो हुनुहुन्छ। त्यो एक दिन फाट्छ, त्यो एक दिन फाटेर जान्छ, त्यो एक दिन नष्ट भएर जान्छ। तर बनेको चिज ईश्वर होइन, बनाउनेवाला परमेश्वर हाम्रो मूल हुनुहुन्छ, सबै प्राणीको मूल हुनुहुन्छ, सबै सृष्टिको मूल हुनुहुन्छ। यो दुनियाँमा जो चिज छ, देखिएको चिज एक दिन नाश भएर जान्छ। अब नाश भएर जाने चिजको उपासना गऱ्यौँ, उसको पछि लाग्यौँ, त्यस कारण हाम्रा विश्वास, हाम्रो समय, हाम्रो धन, हाम्रा मन नाश भएर गए हिजोको दिनमा। तर आज हामी कहिल्यै नाश भएर नजाने अमर शाश्वत सत्य परमेश्वरमा विश्वास गरेका छौँ। अब यो विश्वासको काम पनि 1000% प्रकट भइसक्यो। परमेश्वरले भित्रभित्र काम गरिसक्नु भयो। परमेश्वरले त्यो महिमाको काम आँखोदेखि प्रकट गरिसक्नु भयो। त्यस्तो मालिक ईश्वरको आराधना गरेको, उहाँको महिमा गर्नलाई हामीले वस्त्र बदल्नु पर्ने, श्रृङ्गार बदल्नु पर्ने, धर्म सम्प्रदाय बदल्नु पर्ने होइन, बरु छरपष्ट भएका समुदायलाई एक गराउनलाई परमेश्वरले आफ्नो सच्चाइको मार्ग ल्याउनु भयो। छरिएकाहरू, छरिएका मन, छरिएका परिवार, छरिएका विचारहरूलाई एकाग्र गर्नको लागि परमेश्वरले सच्चाइको बाटो ल्याउनु भयो। यस सच्चाइमा परमेश्वरको सत्यको काम हुन्छ। जब वचन सुन्यौँ, काम प्रकट भइसक्यो, अटोमेटिक भित्र काम भइसक्यो। अघि कति धेरै गवाई सुन्यौँ नि हामीले,
म खाएर पिएर हिँड्थेँ। म आफ्नो जीवन आफैले बुझेको थिइनँ। परिवारको खुसी सुख शान्ति के हो थाहै थिएन, पत्तै थिएन। म आफ्नो सुरमा म रमाएर हिँडेको थिएँ। एकछिन त रमाएँ भन्थेँ, त्यही कुराले मनमा डसिरहेको हुन्थ्यो। धन विनाश गरेको थियो, परिवारको सुख चोरेको थियो, परिवारको शान्ति चोरेको थियो, शरीरको तागतलाई चोरेको थियो, अस्तित्वलाई चोरेको थियो, इज्जतलाई चोरेको थियो। तर जब पिताजीको वचनमा जुटे, परमेश्वर पिताले मलाई सही काम गर्ने प्रेरणा दिनुभयो, सही आत्मा अनुसार चल्ने मन दिनुभयो। आज रक्सी खाएर होइन, आज गलत चिज खाएर होइन, आज वचन खाएर आफू पनि बाँचे र सारा जगतलाई बचाउने योग्य परमेश्वरले गराउनुभयो। यो मन हिजो थिएन, सही हुनुपर्छ थाहा थियो, हिँड्नुपर्छ थाहा थियो, तर सक्ने थिएनौँ, किन बाटो नै गलत थियो। जानुपर्ने छ पोखरा, हामी सिन्धुपाल्चोकपट्टिको बाटो गयौँ भने त कहिले पुग्नु पोखरा। त्यस्तै परमेश्वर त भनेका थियौँ, तर उहाँ हाम्रो को हुनुहुन्छ, उहाँबाट के फाइदा छ, उहाँसँग के उन्नति छ हामीलाई थाहा थिएन। जसरी फुलको पनि बासना लिनु छ भने फुलको नजिक जानुपर्छ, त्यस्तै परमात्माको महिमा पाउनु छ, स्वर्गको सुवासना पाउनु छ भने परमेश्वरको नजिक हुनुपर्छ। परमेश्वरको नजिक हुनलाई पिताको पवित्र आत्मा आएपछि परमेश्वरले हामीलाई स्वर्गको जीवन दिइसक्नुभयो। आज कस्ता कस्ता गवाईहरू, शरीरका रोग निको भयो, मनका रोग निको भयो, विचारका रोग निको भयो। यो सबै निको पार्ने एकमात्र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, जो हामीसँगै हुनुहुन्छ। त्यसैले ईश्वर मनमा छन् वनमा होइन, होइन त? ईश्वर कहाँ हुनुहुन्छ त? मनमा हुनुहुन्छ, वनमा होइन। यो माइक उदाहरणले यहाँ हराएको छ, त्यहाँ खोजेर पाइँदैन, यहीँ खोजे मात्र यो माइकलाई पाइन्छ। त्यस्तै परमात्मा यहाँ हुनुहुन्छ, बाहिर खोजेर कहाँ पाउनु? जब परमात्मा यहाँ हुनुहुन्छ, सब खालका उपचार र सब खालका उन्नति पनि परमेश्वरले हामी भित्रै राख्नु भएको छ, दिइसक्नु भएको छ। त्यसैले